आज हामी यस कन्काई घाटमा निर्माण भएको पटाङ्गिनीको उद्घाटन कार्यक्रममा सहभागी भएका छौँ। म सभापतिको आसन ग्रहण गरिदिनु हुन कन्काई एजुकेसन फाउन्डेसनका संस्थापक तथा यस पटाङ्गिनीका निर्माणकर्ता श्री जयनारायण ढुङ्गानाज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रममा कन्काई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्र कुमार पोखरेलज्यूलाई प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै विशेष अतिथिको रूपमा कन्काई नगरपालिकाका वडा नम्बर 4 का वडा अध्यक्ष श्री रोशन सुवेदीज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै संस्थापिका अथवा हाम्रा आदरणीय संस्थापक श्री जयनारायण ढुङ्गानासँग कदममा कदम मिलाएर साथ दिनुहुने संस्थापिका श्रीमती अञ्जना ढुङ्गानाज्यूलाई पनि आसन ग्रहण गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै घाट व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्री दिलीराम मैनालीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कन्काई आदर्श क्याम्पसका क्याम्पस प्रमुख श्री सुरेश कुमार चापागाईज्यूलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी घाट व्यवस्थापन समितिका महासचिव श्री गोपाल खरेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै यस पटाङ्गिनी निर्माणकर्ताका ठेकेदार श्री कन्काई नगरपालिका 3 का श्री निशान पौडेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। बिन्जु मिडियाका श्री विजय बरालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। साथसाथै यहाँ उपस्थित हुनुभएका अन्य सम्पूर्ण अतिथिज्यूहरू, घाट व्यवस्थापन समितिका सदस्यज्यूहरू, शिक्षक प्राध्यापकज्यूहरू र हाम्रा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र यस निर्माण कार्यमा अहोरात्र खटिनुहुने हाम्रा जीवन ढुङ्गानाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ एकदम माथिल्लो स्थानमा बसेर चाहिँ सम्पूर्ण कार्यहरू हेरिरहनु भएको छ। शरीरहरूलाई को शब्दाह गर्नका लागि निरन्तर खटिरहनु हुने हाम्रा धमलाजी हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहण गर्नका लागि आग्रह गर्दछु। उहाँको नाम रहेछ योगराज धमला। योगराज धमलाज्यूलाई स्वागत गरौँ। एउटा चाहिँ पवित्र स्थानमा उपस्थित भएका छौँ हैन। यहाँ चाहिँ हाम्रा हरेक पितृहरूको बास रहेको हुन्छ। त्यसैले सम्पूर्ण तपाईँ हाम्रा सबैका सम्पूर्ण पितृहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि 1 मिनेट मौन धारण गर्न सबैलाई म उठेर आग्रह गर्न चाहन्छु। ल म सुरु भन्छु। सुरु। क्याम्पस प्रमुख श्री सुरेश कुमार चापागाईज्यूलाई आग्रह गर्दछु। यस कार्यक्रमका सभाध्यक्ष आदरणीय जयनारायण ढुङ्गाना सर, कन्काई नगरपालिका प्रमुख आदरणीय राजेन्द्र कुमार पोखरेल वडाध्यक्षज्यू, यस घाट समितिका संयोजकज्यू, सदस्यज्यूहरू, कन्काई एजुकेसन फाउन्डेसन अन्तर्गत +2 का प्रिन्सिपल श्री विष्णु दाहालज्यू, विद्यार्थी भाइ बहिनीहरू, आज 11
वर्ष 10 वर्ष 11 महिना पछाडि यही मञ्चमा आएर फेरि एउटा कार्यक्रम हामी उद्घाटन गर्दैछौँ। आजभन्दा 11 वर्ष अगाडि 2071 सालमा कन्काई एजुकेसन फाउन्डेसनका अध्यक्ष श्री जयनारायण ढुङ्गाना सरको नेतृत्वमा यो पटाङ्गिनी यो चौतारीहरूको निर्माण भएको हो र यस कार्यमा अलिकति हामी पनि सहभागी भएका छौँ। शौचालयको निर्माणमा सम्पूर्ण कन्काई क्याम्पस परिवारैले त्यो शौचालयको निर्माण गरेको हो यहाँ र त्यतिखेर पनि हामीले निकै विद्यार्थी ल्याएका थियौँ। आज त धेरै विद्यार्थी ल्याएनौँ, क्लास पनि चलिरहेको छ। यो विद्यार्थीलाई अहिले एउटा सामाजिक उत्तरदायित्वको लागि होइन क्याम्पसले गरेका गतिविधि जयनारायण ढुङ्गाना सर भन्नु नै क्याम्पस भन्नुभयो, हामी उहाँहरूकै साथमा छौँ र यो गतिविधि जयनारायण ढुङ्गाना सरले गरेको गतिविधि क्याम्पसको गतिविधि हो। त्यसका लागि हामीले भाइ बहिनीहरूलाई पनि सरिक गराएका हौँ र यहाँ 11 वर्ष अगाडि जुन पटाङ्गिनी भनेको थियो अलिकति संरचनाहरूमा कचाखुचुक थियो। अहिले त पुरै यो आँगन पनि टाइल्स लगाएर चाहिँ चिटिक्क पारिएको छ। यो नेपालको पूर्वको एउटा चाहिँ प्रमुख घाट हो। हाम्रो हिन्दू सनातन धर्मअनुसार अन्त्येष्टि गर्दाखेरि पवित्र नदीको तीरमा अग्निद्वारा दाह संस्कार गर्ने जुन प्रचलन छ त्यो प्रचलनमा कन्काईमा दाह संस्कार गर्ने झापा जिल्लाको एउटा प्रमुख स्थल हो र यो प्रमुख स्थलमा मलामी जनेहरूलाई सुविधा होस् भनेर जुन घाट निर्माण गर्नुभयो ढुङ्गाना सरले, जसले गर्दाखेरि यहाँका हजारौँ जनताले त्यसको फाइदा लिन सक्छन् र यस्तो गतिविधिमा उहाँ अगाडि बढिरहनु भएको छ। आजभन्दा 1 महिना अगाडि नै भर्खरै त्यहाँ बिर्ता मोडमा ट्राफिक प्रहरी जिल्ला ट्राफिक प्रहरी अगाडि एउटा मन्दिरको निर्माण भयो, काली मन्दिरको। त्यसको उद्घाटन पनि भइसकेको छ, पूजाआजा सुरु भइसकेको छ। दुःखको कुरो उहाँले धेरै अगाडि बिर्ता मोडमा एउटा फुल चढाउने ठाउँ थिएन, दुर्गा मन्दिर स्थापना गर्नुभएको थियो मुक्ति चोकमा, तपाईँहरूले देख्नु भएको छ। त्यो चाहिँ बाटो बढ्ने भएर त्यो भत्किने भयो है। त्यसरी उहाँले चाहिँ धेरै गतिविधिहरूमा सामाजिक गतिविधिहरूमा जस्तो हाम्रो अतिथि सदन बिर्तामोडको अतिथि सदन निर्माण होस् या विभिन्न स्कुलहरूका विभिन्न कार्यक्रमहरूमा उहाँले चाहिँ यसरी चाहिँ आफ्नो सहयोग पुर्याउँदै आउनुभएका छ। मठ मन्दिरहरूमा सहयोग पुर्याउँदै आउनुभएको छ र समाजले त उहाँको पहिचान गरिसकेको छ, राष्ट्रले पनि गरोस् मेरो शुभकामना छ। 2-4 जना जयनारायण ढुङ्गाना जस्ता मान्छेहरू यहाँ भइदियो भने समाजै अर्को हुन्छ है। अहिले त बहुत स्वार्थी समाज छ, निस्वार्थ भावनाले काम गर्ने मान्छेको कमी छ। त्यसको लागि हामी सबैको चाहिँ सरप्रति धेरै धेरै शुभकामना छ। आज टाइम पनि हामीसित कम छ, म छोटो बोल्दैछु र यहाँ उपस्थित हुने सम्पूर्ण महानुभावहरूलाई म स्वागत गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरूलाई पनि स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम, धन्यवाद। कन्काई घाट व्यवस्थापन समितिका उपाध्यक्ष श्री खेम कार्कीज्यूलाई आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै कन्काई घाट व्यवस्थापन समितिका सदस्य श्री डम्बर बस्नेतज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र लीलारा छापाली चुडामणि शर्माज्यूहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब म कार्यक्रमको सभापतिज्यू र अन्य अतिथिज्यूहरूलाई यो रिबन काटेर यो पटाङ्गिनीको उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। के अरे मृत्यु पछाडि स्वर्ग चाहिँ सियोरै छ दाइको। दर्शक पनि हामी देख्न सक्छौँ अहिले ढुङ्गाना सरले एउटा पेपर्स ओछ्याएर जुन मलामीहरू आउँथे र यहाँ विश्राम गर्ने स्थलको रूपमा चाहिँ विशेष गरी यो स्थान चिनिन्छ। उहाँले बर्खायाममा चाहिँ एकदम हिलो हुने केही समस्या पनि थियो, त्यसलाई चाहिँ एउटा सुन्दर बनाउनु भएको छ, उहाँहरू बोल्दै हुनुहुन्छ। म चाहिँ यता देखाउँदैछु, उहाँले यही शौचालय पनि उहाँले बनाउनु भएको थियो। त्यसै गरी अहिले चाहिँ उहाँले बनाएको यो मुख्य
काम अन्तर्गत चाहिँ यो पेपर सोच्याउनु भएको छ। यसको कति लागत लाग्यो के लाग्यो भन्ने कुराहरू त अहिले आइ नै हाल्छ। यस विषयमा हामी थप कुराकानीहरू अहिले यहाँ दिनेछौँ। विशेष गरी मलाई हामीहरूलाई ल्याएर यहाँनिर चाहिँ विश्राम गराउने र त्यस पश्चात चाहिँ दाह संस्कारको लागि चाहिँ लाने चलन थियो। हेर्दा पनि एकदम राम्रो देखिएको छ होइन। त्यो काठमा किन्नुपर्ने, फ्रुटी किन्नुपर्ने, फलफुल किन्नुपर्ने होइन, काठको काठ किन्नुपर्ने, इष्टमित्रलाई पनि बस्न दिनुपर्ने। एक गरिबले असम्भव छ, सबै गर्न सक्नु दाउरा सक्दैन। एक्जाम्पल छ प्रकाश मुखिया, नेपालमा रेडियो नेपालमा उनको मात्रै नाम आउँथ्यो, कुनै पनि न्युजमा उनको नाम आएकै हुन्थ्यो। ती मान्छे मर्दाखेरि माई खोलामा ल्याउने, धुलारी मरे, छोराहरूले दाउरा किन्न सकेन, यहाँ घाट डाँडा गाडी भाडा तिर्न सकेन, निन्दामा दाह संस्कार गरेँ। त्यो म देखेको छु है। र कति म यहाँ धेरै दिन काम गरेँ, यहाँभन्दा अगाडि 6-7 महिना म यहाँ बसेर काम गरेँ, जुन काम गरिरहेको छु। त्यो बेला कति यति गरिबहरू आउँथ्यो कि एउटा गरिबको चाहिँ मलाई माइ लगिदिए छोरा आएर मर्छ, तर उसले पैसा छोड्दै हुँदैन है। त्यसो भने यहाँ कतिवटालाई अब दाउरा मागिदिएँ उहाँहरूलाई। अनि फेरि अहिले पनि म टेलिफोन गर्छु, महिनामा एउटा दाउरा फ्री गर्नुहुन्छ उहाँहरूले, कतै पैसा दिएर पठाउँछु है। बट एकदम सबैभन्दा अभाव भन्ने कुरा माई खोलामा ल्याउने सबै कुरो, तर पैसाको बाध्यता, दाउरा अल्टरनेटिभ महँगो भइसकेको छ है। त्यो चाहिँ कठिन यात्रा भयो। त्यसो गर्दाखेरि मैले अहिले माई पूर्वको कार्यक्रम थियो, माई पूर्व इलाम थापा त्यहाँ जति पनि त्यहाँ टोल विकास समिति गठन भएको छ, प्रत्येक वार्डमा 20 घर, 50 घर, 200 घर टोल विकास समिति छ। त्यो टोल विकास समितिले टोलभित्र एकदम राम्रो निगरानी गरेको छ। अब कोही मान्छे गरिब मऱ्यो भने उसले सन्त दिनु सक्दैन। त टोल विकास समिति र पत्रकार भेला गर्छु देवता मोडमा, र त्यहाँ उनीहरूलाई टोल विकास समिति तालिम दिन्छु। कस्तो तालिम भने उनीहरूको टोलमा कोही मान्छे यस्तो असहाय गरिब दाउरा जुटाउनु सक्ने मान्छे मऱ्यो भने उसले सिफारिस देखेर या समितिलाई पठाउँछन्, घाट समितिकोमा पठाउँछन्। हामीलाई ल्याइरहनु पर्दैन। घाट समिति, टोल विकास समितिको अध्यक्षले घाट विकास समितिको कार्यालयमा चिठी लेख्छ सिफारिस गरिब भनेर। त्यो चिठी राखेर यहाँबाट दाउरा प्रोभाइड हुन्छ। जो दाउरा फेरि स्टक उता डिपो बनाइसकेँ मैले, त्यहाँ खोलामा बारेर रमला दाइ, यो अहिले जुन पेपर सोच्याएर अलि राम्रो बनाइयो नि, कस्तो लागिरहेको छ सुनाउनु? एकदम ठिक लागिरहेछ बोल्दै हिँड्नुहोस् त। मलाई चाहिँ एकदम हजुर, साह्रै राम्रो लागिरहेछ। राम्रो छ। अब आफ्नो ठाउँ, आफ्नो गाउँ राम्रो भन्दाखेरि मलाई धेरै खुसी लाग्दैछ। अब दाह संस्कार गर्न ओर्न पनि सुविधा भयो, हिँड्न डुल्न ओर्न सुविधा भयो, काहीँ गिटीहरू ठोकिने ओर्ने केही हुँदैन थियो होइन। हजुर, अब अहिले हिलो कादो पनि भएन। भएन। हजुर, धेरै सुविधा छ। अब अहिले ढुङ्गानाजीले राम्रै काम गर्नुभएको छ। हजुर, पूर्वी क्षेत्रमा चाहिँ अब यति गरेको धेरै राम्रो हो। यो पनि हजुर। हाम्रो अब तपाईँले त धेरै मान्छेको दाह संस्कार गर्नुभयो, धेरै झन्डा पनि चलाउनु भयो होला होइन त्यहाँ ल्याएर। हजुर। अब चुनाव आउँदैछ, के भन्नुहुन्छ? चुनाव आउँदैछ। अब चुनावको त अब मलाई त चुनाव सम्बन्धीमा अब कुद्ने गर्ने त छैन र पनि अब चुनावमा आफ्नो एउटा अस्तित्व होइन, अब त्यो हुनैपर्छ। अब त्यो कोही न कोही त अब होला नि त। अब अनि यहाँ आउने मलामीहरूले कस्तो कुरा गर्छन्? मलामीहरूले त ठिकै छ। अब कोही घन्टी भन्छन्, कोही के भन्छन्, त्यस्तै हो। त्यस्तै छ है। नयाँ परिस्थिति दिउँ अब कता के भन्छन्। हो, तपाईँ चाहिँ के भन्नुहुन्छ? अब मेरो मनमा इच्छा लागेको त अब म त के भन्दैछु, अब पहिलादेखि त हुन्छ एमालेमै जान्छु होइन। अब नयाँ परिस्थिति पनि हुन्छ कि त त्यही कता ढल्छौँ भन्ने यसो मन खुल्दुली चाहिँ हुँदैछ। त्यस्तै गरेर यो आजको कार्यक्रममा उपस्थित कन्काई नगरपालिकाका वडा नम्बर 4 का वडाध्यक्षज्यू, त्यस्तै गरेर सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, कन्काई क्याम्पसका
श्रद्धेय क्याम्पस प्रमुख ज्यू, त्यस्तै गरेर त्यसका प्राध्यापक ज्यूहरू, त्यस्तै गरेर यो घाट व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यज्यूहरू, कार्यक्रममा उपस्थित कन्काई क्याम्पसका सम्पूर्ण गुरुहरू तथा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, त्यस्तै गरेर यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, अत्यन्त त्यस्तै गरेर आजको यस कार्यक्रमलाई आम नागरिकको बिचमा पुर्याउनको निमित्त यहाँ पाल्नुहुने सम्पूर्ण पत्रकार बन्धुहरू, यो नेपाल मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा पनि एउटा चाहिँ धार्मिक सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा चाहिँ परिचित र अत्यन्त पवित्र स्थल कन्काई नदीको प्राङ्गणमा रहेको यो कन्काई घाट अथवा चाहिँ कन्काईको यो कोटियोम क्षेत्र आफैमा एउटा अत्यन्त महत्त्वपूर्ण चाहिँ यो धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको छ र यसलाई विगत निकै लामो समयदेखि अगाडिदेखि नै हाम्रो एउटा समाजमा शैक्षिक उन्नयनको निमित्त अहोरात्र खट्ने श्रद्धेय दाई, त्यस्तै गरेर सामाजिक विकासको निमित्त विशेष गरेर यो धर्म कर्मको कुराहरूमा र धर्मको रक्षाको निमित्त, त्यस्तै गरेर धर्ममा गर्नुपर्ने महत्त्वपूर्ण कुराहरूको विशेष गरेर चाहिँ यो पार्टी पौवा निर्माणको कुराहरू, मन्दिर निर्माणको कुराहरू, त्यस्तै गरेर खानेपानीको निमित्त निर्माणको कुराहरूमा विगत लामो समयदेखि निरन्तर यसमा आफ्नो समर्पित श्रद्धेय दाईले कन्काईमा पहिला यसभन्दा अगाडि चाहिँ यहाँ शौचालयको कुराहरू, त्यस्तै गरेर घाट निर्माणको कुराहरू लगायतको कुराहरू गरिदिनु भएको थियो र यसै गरेर यो पहिला यो अहिले यहाँहरू बसिराख्नु भएको यो बस्ने ठाउँ पनि उहाँले नै निर्माण गरिदिनु भएको थियो र यसपालि अझ बढी यसको सौन्दर्यतालाई चाहिँ निखार्नको निमित्त उहाँले पटक पटक हामीलाई उत्साहित पनि गर्नुभएको थियो कि यहाँ धेरै चाहिँ मतलब त्यस्ता खालका संरचनाहरू थिए जुन संरचनाले गर्दाखेरि यहाँको सौन्दर्यतामा र यहाँको उसमा समेत चाहिँ अप्ठ्यारो अवस्था सिर्जना गरिराखेको ठाउँमा उहाँले चाहिँ यो गरेर हाम्रो कन्काई नगरपालिका, त्यस्तै गरेर कन्काई नगरपालिकाको पवित्र स्थल कन्काई घाटलाई अत्यन्त चाहिँ सुन्दर बनाउनु भएको छ र म त्यसको निमित्त म मेरो व्यक्तिगत तर्फबाट र कन्काई नगरवासीको तर्फबाट म उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु र उहाँले चाहिँ यो सत्कर्मले उहाँलाई चाहिँ पछि पनि एउटा चाहिँ सत्मा के अरे चाहिँ मतलब राम्रो चाहिँ मृत्यु पछाडि पनि अत्यन्त उहाँले चाहिँ स्वर्गमा बास होस् भन्ने कुराहरू समेत पनि म कामना गर्न चाहन्छु र त्यस्तै गरेर मैले चाहिँ यहाँ कन्काई नगरपालिकामा हामीले यो हाम्रो चाहिँ एउटा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको यो स्थललाई चाहिँ यसरी उहाँले काम गरिराख्दाखेरि हामी कन्काई नगरपालिकाले म अब आउँदो चाहिँ एउटा नगरसभामा पनि उहाँ जस्तो चाहिँ एउटा दानवीर व्यक्तिलाई हामीले केही न केही उहाँहरूलाई सम्मान गर्नुपर्छ भन्ने कुराहरू मैले सोचेको छु र हामी आगामी दिनहरूमा चाहिँ हाम्रो यो निश्चित रूपमा चाहिँ त्यो कुराहरू हामी गर्ने कुराहरू समेत म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। किनभने एउटा मान्छे जसले चाहिँ एउटा निस्वार्थ भावले चाहिँ समाजको चाहिँ उन्नतिको निमित्त, प्रगतिको निमित्त र विशेष गरेर एउटा आम नागरिकको उद्धारको निमित्त काम गर्छ, पक्कै उसलाई हामीले सम्मान गर्नुपर्छ र दाई त्यो व्यक्तित्व हुनुहुन्छ। र म धेरै कुराहरू बोल्नुभन्दा पनि यो कामको निमित्त म उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु र आजको यस कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा बोलाएर जुन कन्काई नगरपालिकालाई सम्मान दिनुभएको छ त्यो प्रति म यहाँलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र अन्त्यमा चाहिँ मेरो आफ्नो भनाइ समाप्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। त्यसै गरी घाट व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्री दिल्लीराम मैनालीज्यूलाई दोस्रो उडाई सम्मान गरिदिनु हुन म प्रमुख अतिथि सभापतिज्यू लगायत अन्य अतिथिज्यूहरूलाई म आग्रह गर्दछु।
त्यसै गरी यो पटाङ्गिनी निर्माणका ठेकेदार श्री निशान पौडेलज्यूलाई पनि सम्मानित गरिदिनु हुन म सभापति प्रमुख अतिथिज्यू लगायत अन्य अतिथिज्यूहरूलाई म आग्रह गर्दछु। जयनारायण ढुङ्गानाज्यूलाई कार्यक्रमको समापन गरिदिनु हुन म आग्रह गर्दछु। सर यो लगाएर बोल्दिनु है। धन्यवाद उद्घोषक एमबीएस प्रोग्राम का कोऑर्डिनेटर प्रणोदगाज्यू, आज यस सभा का सभापति प्रमुख अतिथि मेरा आदरणीय भाई राजेन्द्र कुमार पोखरेलज्यू, उहाँको बुवासँग मेरो राम्रो पहिचान थियो र उहाँहरू मेरो भाइ नै हुनुहुन्छ र त्यसरी नै यहाँ उपस्थित सम्पूर्ण सत्सम्मान गरी आसन ग्रहण भएका क्याम्पस परिवार, कन्काई नगरपालिका परिवार, घाट समिति परिवार र हाम्रा सम्पूर्ण वार्ड अध्यक्षज्यूहरू लगायत क्याम्पसका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, खुसी लागेको छ। यो नाम नै कन्काईमा भगवती भनिन्छ। भगवती माताको कृपाले यो क्षेत्र एकदम धेरै 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 पहिचानित छ र हामी पनि यो घाटमा आएर साना सानादेखि नै नुहाएर मुक्ति चाहन्थ्यौँ, मुक्ति हुन्थ्यौँ। मलाई लाग्छ मानवताको सेवा नै जीवनको सबभन्दा ठुलो कार्य हो। एउटा मानवले अर्को मानवको दिलमा लागेका कुराहरू त्यसलाई प्रफुल्लित गरिदिनु, सहयोग पुर्याइदिनु, अप्ठ्यारोलाई सहयोग पुर्याइदिनु नै मानव धर्म हो। र मलाई जहाँसम्म लाग्छ मान्छेहरूले परोपकारी आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डित भन्छन्। अर्काको मर्म बुझ्नेहरूलाई, अर्काको मर्म बुझेर कसैको आत्मालाई बुझेर के काम गरिदिन्छ भने त्यो नि परोपकार र धर्म हो। पर भनेको अर्को परोपकार धर्म हो। र मान्छेहरू एउटै भन्छ, एउटै श्लोक छ, एउटै हरफ छ, भनिएको छ मानवहरू लक्ष्मण देवकोटाले भनेका छन्, ईश्वर बस्छन् गहिराईमा खोजी हिँड्छौँ दूर। ईश्वर बस्छन् गहिराईमा खोजी हिँड्छौँ दूर। हामीसँग परमात्मा हुनुहुन्छ, हामीसँग ईश्वर भगवान हुनुहुन्छ। यो पावन भूमि वास्तवमा ओझेल परेको ठाउँ हो। पूर्व नेपालको पूर्वी भागको कन्काई जुन धाम छ, यो हाम्रो क्षेत्र छ इलाम झापा, यो अति पवित्र ठाउँ, नेपालको पहिलो स्थान हो। त हामीले पहिचान दिन सकेका छैनौँ। यसै सानो कर्मले मलाई लाग्छ काठमाडौँको घाट पनि यति सुन्दर, यति सफा, यति फराकिलो छैन। म अझै नगरपालिकालाई के अनुरोध गर्छु भने यी छेउका झुपडीहरूलाई उनीहरू यथोस्थानमा सारेर अझै यो परिसर, त्यो माथिको मन्दिरभन्दा यो बाटोदेखि यताको एरिया जुन छ, यसलाई खुला गरेर एउटा पाकको स्थान, पवित्र बनाउनु पर्छ, अझै फराकिलो बनाउनु छ। यो केही पनि थिएन यहाँ। म गएर बसेँ, कमसेकम म 7 महिना डेली धाएको छु यो काम गर्दाखेरि। र यहाँका मान्छेहरू भनौँ न, नेपाली हामी सबैलाई बितेको हुन्छ, सधैँ बितिराखेको हुन्छ, जहिले अभाव हुन्छ है। त्यसले म सुरु बिर्ता मोड देखाएर काम गर्दाखेरि म बिहान आउँदाखेरि यहाँ कोही पनि आएको हुँदैन, बेलुका म जाने बेला कोही पनि हुँदैन। किन हुँदै? सबैलाई हतार छ है, हतार हुन्छ। त्यो मैले पाएको छु है। हामीहरू कन्काईको विद्यार्थीलाई म के चाहन्छु भन्नु भने, म देश विदेश धेरै घुमेँ र देश विदेश घुम्दाखेरि
कमसेकम सबैभन्दा ठुलो कुरा आफ्नो बसेको ठाउँ, आफ्ना बसेको मान्छे, आफ्नो पहिचान भएको ठाउँलाई नै त्यसलाई डेभलप गरेर लाग्यो भने त्यो ठाउँको अब ठुल्ठुलो ठाउँमा ठुल्ठुलो गर्ने अरू नै हुन्छन्। आफ्नो सानो ठाउँमा थोरै सानो परिवार, सानो गाउँभित्र होइन, कमसेकम जो अभाव छ कसैले कसैको अभावलाई सोच्नु नि परोपकार हो। त्यसले यहाँ मैले एउटा नयाँ कार्यक्रम छ भाइ बहिनीहरू, त्यो कार्यक्रम चाहिँ के छ भने मैले यहाँ बसेर काम अनुभव गरेको कुराहरू, मान्छेको घरमा मान्छे मर्छ, अब त्यो मर्ने बेलामा माइखोला ल्याउन रहर सबैलाई हुन्छ। गरिबको बाउले पनि नानी मलाई माई घाटमा लगिदिए भन्छ है, दाउरा जोगाड गरेको हुँदैन, कात्रो जोगाड गरेको हुँदैन, हरेक अभावहरू जोगाड गरेको हुँदैन। त्यो अवस्थामा तर उसले बिहोर्नै पर्छ, बाध्यता हो। त्यो अवस्थामा चाहिँ मैले अहिले गाउँ गाउँमा टोल विकास समिति गठन भएको छ। त्यो टोलमा 100 घर, 80 घर, 50 घर, 150 घर छन्। त्यो टोल विकास समितिको अध्यक्षले त्यो एरियाको विषयमा सबै जान्दछ। को निरीह छ, कसलाई सहयोग गर्नुपर्छ, कसले दाउरा किन्न सक्दैन, त्यस्तो अवस्थाको मान्छेहरूलाई टोल विकास समितिले सिफारिस गर्छ घाट समितिलाई यहाँ दाउरा दिनुहोला भनेर। टोल विकास समितिको अध्यक्ष हामी तालिम दिएका हुन्छौँ कस्तोलाई सिफारिस गर्ने। पत्रकार भेला गर्छौँ र पत्रकार भेलामा टोल विकास अध्यक्ष राख्छौँ र यो दाउरा कसलाई कसरी दिने तालिम दिन्छौँ र उसले गरिबहरूले जसले किन्न सक्दैन यहाँ दाउरा फ्री पाउँछ। त्यो पनि हामी कन्काईकै तर्फबाट गर्दैछौँ। अब त्यो अर्को आइटममा छ, सायद यो 2-4 महिनापछि सुरु हुन्छ होला है। दाउरा राख्ने डिपो तयारी भइसक्यो, हामीले हिजै बनाइसक्यौँ, फलामले बारेका छौँ होइन, र त्यो सब छ। र यहाँ मलाई कति खुसी लागेको छ भने यो कन्काई नगरपालिकाले हामीले यति काम गर्ने अवसर दिएको छ, यो घाट समितिले यति काम गर्ने अवसर दिएको छ। सबैले गर्छु भन्दा ठाउँ पाउँदैन, हेर्नुहोस् है। गर्ने इच्छा धेरै हुन्छ, ठाउँ चाहिन्छ, अनि त्यो ठाउँका मान्छे श्रद्धा चाहिन्छ, भावना चाहिन्छ, हरेक कुरा चाहिन्छ। र यो कन्काई नगरपालिकाले सुरुदेखि अहिलेसम्म प्रशस्त सहयोग गरेको छ, हामीलाई काम गर्ने अवसर दिएको छ। र घाट समिति त्यति नै सहयोगी छ है, वार्ड अध्यक्षज्यूहरू त्यस्तै सहयोगी हुनुहुन्छ र यहाँ मैले काम गर्न सकेको छु। मलाई लाग्छ यहाँ धेरै अभावहरू अझै छन्, मान्छेलाई जिन्दगीमा कहिले पनि अभाव पूर्ति हुँदैन, अभाव भइराखेको हुन्छ र त्यो अभावलाई चाहिँ हामीले नै पुरा गर्न सक्छौँ। त्यसले तर एक ढिका युनाइटेड हुनुपर्छ, सरसल्लाह हुनुपर्छ, विकासका कुराहरूमा अलिकति टाइम दिनुपर्छ। तपाईँहरूले पनि, मैले मेरो कन्काईको विद्यार्थीहरूलाई तपाईँले त भन्न भ्याएको छैन, धेरैलाई भनेको छु, दसैँ तिहारमा घर जानुहुन्छ उहाँहरू र पाहाडमा चौतारा हुन्छन्, भन्ज्याङ हुन्छ। चौतारा भन्ज्याङमा मान्छेहरू गाडी पक्छ, इष्टमित्र भेट्न खोज्छ, तर टुस्टुका बस्नु हुँदैन, ढुङ्गा अथवा झारमा बस्छ, ढुङ्गा पनि हुँदैन कट्टामा। त्यहाँ कमसेकम एउटा मात्रै बाकल हालिदेऊ, एउटा मात्रै काठ हालिदेऊ, टुक्रोको बस्छ। यो कसले हालेको त फल्नाले, तपाईँको सेवा सुरु हुन्छ। त्यसरी मान्छे अगाडि बढ्दै जान्छ हो। र तपाईँहरू पनि कन्काई कलेजमा आउनुभएको छ, विशेष म तपाईँ फोकस गर्छु, तपाईँ धन्यवाद दिन्छु, तपाईँहरू छानेर आउनुभएको छ। कन्काई कलेज एउटा परिवार हो, एउटा पैसा कमाउने स्कुल कलेज, पैसा लिने पढाउने मात्रै होइन। हाम्रा सरहरू हामी जुग जुगसँगै छौँ, हामी कन्काई परिवार। उतो बोर्डमा हेर्नुहोस्, सरहरूको आजभन्दा 30 वर्षका 10 11 लेखेको बोर्ड, त्यहाँ हामी सबै परिवारको नाम छ। त्यहाँ कन्काई परिवारको नाम उतो टोयलेट बोर्डमा छ, हेर्नुहोस् है। हामी मिलेर काम गरिरहेका छौँ, मिलेर काम गरेर जीवन गर्न सकिन्छ। तपाईँहरू आउनुभएको छ, तपाईँ सहयोग गर्नुहोस्, कन्काईलाई फलाउनु पुऱ्याउनुहोस्, शुभकामना तपाईँकै हातमा हामी छौँ। धन्यवाद। अब यो कार्यक्रम सबैलाई हतार छ, मलाई पनि हतार छ है, त्यसले यही अन्त्य भएको घोषणा गर्छु। धन्यवाद। ढुङ्गाना सरले यो बनाएको सबै चिजहरू देख्नुभयो, कस्तो लागिरहेछ सुनाउनुहोस् न। धेरै राम्रो लागिरहेछ।
यहाँ यति गरेको हुनाले धेरै सुविधा बनेको छ। यहाँ घाटमा आउने हुनेलाई बस्नको लागि कुर्नको लागि धेरै सुविधा भएको छ यति गरेको हुनाले। स्वर्गको टुक्रा जस्तो बनाउनु भएको छ होइन? हजुर, धेरै राम्रो छ। धेरै राम्रो छ। अनि तपाईँको कुन उसमा पढ्नुहुन्छ? म कन्काई आदर्श बिर्ता मोड। कुन लेभलमा? अहिले MBS फर्स्ट सेमिस्टरमा। ए अब युवा हुनुहुँदो रहेछ होइन? थोरै कुरा जोडौँ। अब फागुन 21 गते पनि आउँदैछ होइन? हजुर। युवाहरूको तर्फबाट के भन्न चाहनुहुन्छ? भोट लिस्टमा नाम लेखाउनु भएको छ कि छैन? मेरो योपालि चाहिँ भोट लिस्टमा नाम छ। हजुर। भोट गर्दा चाहिँ अब राम्ररी सोचेर भोट दिनु होला। यसमा दिन्छु उसमा दिन्छु भन्नुभन्दा पनि गोप्य राखेर भोट खेर नगइकन राम्रोलाई दिनु, हाम्रोलाई होइन। राम्रोलाई चाहिँ दिने, हाम्रोलाई चाहिँ होइन। अर्थात् युवाहरूको माग चाहिँ के छ? माग त भनिराख्नु पर्दैन, सबैलाई विकासै चाहियो हो, सुशासनै चाहिएको हो। देशको जनलहर कता गएको देख्नुहुन्छ? जनलहर त राम्रोकै पछि लागेको छ योपालि चाहिँ। त्यो राम्रो भनेको चाहिँ कता सङ्केत गर्छ? अब कता भन्नु, मैले अहिले नयाँ पार्टीको उदय भएको छ। जनलहर चाहिँ त्यतैतिर ढल्केको देख्छु म चाहिँ। तपाईँले योभन्दा अगाडि पनि भोट हाल्नु भयो? हजुर, छैन, मेरो यही पालि हो। भनेपछि पहिलो पटक हाल्दै हुनुहुन्छ? हजुर। इतिहासमा पहिलो पटक भोट हाल्दै हुनुहुन्छ र तपाईँको एक भोटले चाहिँ देशलाई चाहिँ केही परिवर्तन नयाँ तर्फबाट लान्छ भन्ने आशा छ। हस्, धन्यवाद। पहिला यहाँको परिचय दिनुहोस् न। मेरो नाम चाहिँ भूमिका हो। कन्काई आदर्श क्याम्पस बिर्ता मोड। अहिले MBS फर्स्ट सेमिस्टरको विद्यार्थी हो। ए हजुर। अनि अब हामी अहिले कन्काई घाटमा आइपुगेका छौँ होइन? ढुङ्गाना सरले योभन्दा अगाडि पनि यहाँनिर बनाउँदाखेरि उद्घाटन पनि गर्नुभएको थियो। अनि मलामी विश्राम स्थल अनि यो शवहरूलाई चाहिँ दाह संस्कार गर्ने एउटा स्थान बनाउनु भएको थियो होइन? समाज सेवाका धेरै कामहरू उहाँले गर्नुभएको छ। बिर्ता मोडमा पुल बनाउनु भयो, दुर्गा मन्दिर बनाउनु भयो, फेरि अर्को मन्दिर बनाउनु भयो। धेरै यस्ता समाज सेवाका कामहरू छ र विद्यार्थीहरूलाई पनि सँगसँगै लगेर देखाउने पनि गर्नुहुन्छ। उहाँबाट हामी के सिक्न सक्छौँ? उहाँबाट हामीले धेरै सेवामूलक कुराहरू सिक्न सक्छौँ। उहाँले धेरै सेवादायक काम गरेर सबैलाई सहज बनाउनु भएको छ। सम्पूर्ण विद्यार्थीहरूलाई पनि धेरै मौकाहरू दिनुभएको छ। त्यो ड्रिमल्यान्ड पार्क चाहिँ एकदम हरियाली रमणीय स्थलको रूपमा आजभोलि चिनिएको छ। साना बच्चादेखि लिएर ठुला सबैलाई एकदम रमाइलो गराउने स्थल बनेको छ। पार्क भएर साना नानीहरू त्यहाँ खेल्न, रमाइलो गर्न, पिकनिक लगायतका सम्पूर्ण रमणीय स्थलहरू बनेको छ त्यहाँ। अब अलिकति कुरा जोडिहालेँ। फागुन 21 गते आउँदैछ होइन? तपाईँ झापा क्षेत्र नम्बर कुनको चाहिँ कुनबाट हुनुहुन्छ? हजुर, हामी क्षेत्र नम्बर 2। क्षेत्र नम्बर 2बाट हुनुहुन्छ होइन? अब युवाहरूको तर्फबाट होइन? हजुर। सायद पहिलो पटकै हो कि योभन्दा अगाडि पनि भोट दिने मौका पाउनुभयो? पहिलो पटकै भन्नुपर्छ। पहिलो पटक यहाँको अमूल्य मतदान गर्दै हुनुहुन्छ होइन? विशेष गरी युवाहरूको आवाज र देशको लहर के छ र अहिलेको आवश्यकता के हो? अहिलेको आवश्यकता भनेको मेन भनेको परिवर्तन। हामीलाई चाहिएको छ परिवर्तन होइन? पहिला बुवा आमाहरूले अब अरूले जे भनौँ त्यही कुराहरू सुन्ने, परिवर्तन त्यो हाम्रो के भइरहेछ भन्ने कुरालाई बुझ्न खोज्नुहुन्न थियो। अहिले त हरेक छोराछोरीले सम्झाएर अब केमा हाल्दा राम्रो हुन्छ, अरूले भनेको भन्दा पनि आफूले विश्लेषण गरेर कसरी हाल्दा राम्रो हुन्छ भन्ने कुरालाई ध्यान पुर्याएर भोट हाल्नुपर्छ भन्ने। विशेष गरी जेनजी आन्दोलनले होइन एउटा परिवर्तन ल्याएको छ। यहाँ पनि जेनजी भित्रै पर्नुहुन्छ होला। अब यो जेनजीले जुन माग राखेको छ नि, जेनजीको मुख्य माग चाहिँ के जस्तो लाग्छ? मेन भनेको परिवर्तन हो। हाम्रो देशलाई नयाँ तरिकाबाट परिवर्तनशील बनाउनलाई चाहिँ जेनजीले मुख्य माग त्यही गरेका हो होइन? त्यही लाग्छ। हजुर, हस्, धन्यवाद। मेरो नाम ईश्वर पौडेल हो। हाल चाहिँ म कन्काईमा मास्टर्स पढ्दैछु। जयनारायण ढुङ्गाना सरको चाहिँ समाजमा योगदान पहिलेदेखि नै छ। चाहे यहाँ होस् अथवा अदुवा खोलाको त्यो पुल बनाउँदाखेरि होस्, उहाँले पहिलेदेखि नै गर्दै आउनु भएको छ। र यो आज हामीले यहाँ देख्यौँ, यो धेरै नै सुन्दर लाग्यो मलाई। यहाँ पहिले धुलो उड्थ्यो, अहिले एकदम राम्रो चिटिक्क बनाउनु भएको छ। र यसमा चाहिँ म कन्काई आदर्शको विद्यार्थी भएकाले यो निर्माणमा चाहिँ मेरो पनि केही योगदान छ यसमा भन्ने चाहिँ मलाई पनि लागिरहेछ।
अब प्रसङ्ग जोडौँ फागुन 21 गते आउँदैछ होइन हजुर यो चुनाव कस्तो किसिमको युवाहरूको माग के हो होइन हजुर देशले परिवर्तन खोजेको छ या छैन नयाँ या पुराना कसलाई चाहिँ जिताउनु पर्छ देशैभरिको माग के छ सुनाइदिनुहोस् अब यो चाहिँ धेरैले जेनजी आन्दोलन भनेर भन्छन् तर केही घन्टामा लगभग 40-50 जना हाम्रा साथीहरूको हत्या हुँदाखेरि चाहिँ म यसलाई आन्दोलन भन्दिनँ यसलाई कोत पर्व र भण्डारखाल पर्व पछाडिको अर्को बानेश्वर पर्व भनेर चाहिँ म यसलाई बुझ्छु र बिचमा यो चुनावले यो उनीहरूको माग भनेको चाहिँ मूलतः देशमा सुशासन र भ्रष्टाचारको निर्मूलीकरण थियो तर त्यो हुन सकेन र यो जुन अहिले यो पद्धति छ यसमा जुन जेनजीहरूको माग छ त्यसमा यो संविधान र यो व्यवस्थामा टेकेर उनीहरूको त्यो माग सम्बोधन हुने अवस्था थिएन तर अफसोस सबै कुरा जोगाइयो संविधान जोगाइयो व्यवस्था जोगाइयो अनि बिचमा चुनावले यो सम्भवतः यो सबै जोगिएपछि भ्रष्टाचारीहरू पनि जोगिएलान् जबकि जेनजीहरूको माग भनेको भ्रष्टाचार निर्मूलीकरण थियो झापा क्षेत्र नम्बर 2बाट मेरो भोटर लिस्टमा नामावली छ यो पहिलो पटक है यो पटकै भन्दाखेरि चाहिँ 3-4 पटकै भयो होला मैले पहिले पनि मतदान गरेको थिएँ 74 सालमा 74 सालदेखि नै यता गर्दैछु तपाईको क्षेत्रमा तपाईको नजरमा को योग्य उम्मेदवार हुनुहुन्छ एकदम राम्रो प्रश्न गर्नुभयो अहिले झापा क्षेत्र नम्बर 2 मा सम्भवतः नेपालकै सबैभन्दा योग्य उम्मेदवार उठ्नु भएको छ उहाँले चाहिँ काम गर्न सक्नुहुन्छ भन्ने लाग्छ उहाँले काम गर्न सक्नुहुन्छ उहाँको कार्यक्षमतामाथि प्रश्न गर्नुभन्दा पनि उहाँ जतिको मान्छे झापा कुनै एउटा क्षेत्रबाट चुनावको लागि उठ्दाखेरि सम्पूर्ण पार्टीहरूले चाहिँ आफ्नो उम्मेदवारहरूको ब्याक लिएर चाहिँ उहाँलाई निर्विरोध समर्थन गर्नुपर्ने हो तर त्यस्तो हुन सकेको छैन र उहाँले जुन एउटा आँट र हिम्मत गर्नुभएको छ कि योग्य मान्छे विद्वान मान्छे पनि चुनावी क्षेत्रमा आउने जुन उहाँले पहिलो स्टेप लिनुभयो त्यो एकदम सराहनीय छ तपाईको योग्य उम्मेदवारले गरेका राम्रा काम सुनाउनुहोस् न यो चाहिँ अब ठ्याक्कै भन्दाखेरि उहाँको अलिकति नभनु नामै ठ्याक्कै नभनु यो म श्रोताहरूलाई नि उहाँलाई रिसर्च गर्नको लागि म छोड्छु र जो उठ्नु भएको छ झापा क्षेत्र नम्बर 2 मा उहाँ स्वतन्त्रबाट उठ्नु भएको छ र पक्कै उहाँहरूले यो अनुसन्धान गर्नुहुनेछ हस् धन्यवाद यहाँको परिचय दिनु न म गोपाल खरेल कन्काई घाट समितिको महासचिव हजुर प्लस यो विद्युतीय शब्दागृह निर्माण गर्दाखेरिको चाहिँ यसको संयोजक हजुर विशेष गरी यो यहाँ कति आवश्यक थियो होइन र ढुङ्गाना सरले कति लागतमा यो चाहिँ बनाउनु भएको छ केही अनुमान गरेर भए पनि केही कुरा राखिदिनुहोस् न निश्चित रूपमा हामीले यो विद्युतीय शब्दा जतिखेर बनायौँ त्यो बनाएदेखि नै यो ठाउँ हामीलाई विद्युतीय शब्दा सञ्चालन गर्नलाई साँघुरो अवस्थामा रहेको थियो कि अगाडि भएका संरचनाहरू व्यापारिक भवन जीर्ण भएका मन्दिरहरूका कारणले गर्दाखेरि हामीले विद्युतीय शब्दा पनि सञ्चालन नगरेकै अवस्था हो र त्यस पछाडि यसलाई निर्माण गर्नको लागि हामीले धेरैवटा बैठकहरू बस्यौँ नगर ओडा सहित सर्वदलीय सर्वपक्षीय बैठकहरू पनि बसिसके पश्चात यो विद्युतीय शब्दा अगाडिको भाग खाली भयो खाली भइसके पछाडि अगाडिदेखि नै यो कन्काई घाटलाई धेरै सहयोग पुर्याउनु हुने जयनारायण ढुङ्गानाज्यूले जस्तो कि सार्वजनिक शौचालय बनाइसक्नु भएको विद्युतीय शब्दा अगाडिको मलामी विश्रामालय उहाँले नि बनाइसक्नु भएको अगाडिपट्टिको फलैजा पनि बनाइसक्नु भएको र उहाँलाई हामीले यो ठाउँ यसरी हटाउँदैछौँ भन्दा उहाँले यो सम्पूर्ण जति जे खर्च लाग्छ म यसमा ब्लकको छ्याइदिन्छु भन्नुभयो त्यस पछाडि उहाँले तुरुन्तै ठेकेदार काम गर्ने मान्छे पनि खोज्ने जिम्मा हामीलाई नै दिनुभएको थियो हामीले मान्छे खोज्यौँ अहिले सरदरमा नापी गर्दै जाँदा 10 लाखदेखि उँभोको यो ब्लकको छेउने काम सम्पन्न भइसकेर आज उहाँले कन्काई घाटलाई हस्तान्तरण पनि गरिसक्नु भएको छ एक्चुअली नाप्न बाँकी छ 10 देखि 12 लाख रुपियाँको यहाँ काम भएको छ अहिले धन्यवाद